Okay, Ji, let's get started with your today's class. Today we will be solving your new past paper, which will be 9702, paper 13, May June 2021. 1 hour 15 minutes को क्वेसन छ मल्टिपल चोइस क्वेसन हो अनि ओके अरु फर्दर कुराको डिस्कसन चाहिँ हामी क्वेसन टु क्वेसनमै गर्छौं एन्ड डिपेन्डिङ अन डिफरेन्ट हाम्रो क्वेसनमा अनि यहाँनिर केही डाटा सेट्स दिएको छ जुन चाहिँ स्पिड अफ लाइट यदि थाहा छैन भने यहाँ छ यो म्यू पर्मिएबिलिटी अफ फ्री स्पेस यो चाहिँ यु वोन्ट बी युजिङ दिस यो पर्दैन पर्मिटिभिटी आज बिस्तारै जाउँ न त अब तिमीहरूलाई इक्जामको नजिक पनि छौ केही कुराहरू मैले युजफुल कुराहरू यहाँ भयो भने भनिदिन्छु यो दुवै कुरा एएसमा युज हुँदैन यसको काम छैन एलिमेन्ट्री चार्ज यदि इलेक्ट्रोनको चार्ज बिर्सिए भने यहाँ आएर इलेक्ट्रोनको चार्ज हेर्न सक्छौ पेपर 1 मा पनि तिमीलाई कतै इलेक्ट्रिसिटीको चार्ज यो एलिमेन्ट्री चार्ज हो अभियसली अब चार्जको क्वेसनमा चाहिँ यो युज भइदिन सक्छ यसलाई पनि हेर्ने क्यू इक्वल्स एनई भन्ने तिमीलाई थाहा छँदैछ चार्ज इज क्वान्टाइज भन्ने कुरा प्ल्याङ्क्स कन्स्ट्यान्ट वी वोन्ट बी युजिङ इन एएस युनिफाइड एटोमिक मास युनिट 1U भनेको चाहिँ यति केजी हुन्छ भन्ने कुरा चाहिँ तिमीहरूलाई थाहा छैन यदि याद नगर्दा पनि हुन्छ किनकि एक्स्ट्रा स्ट्रेस लिन जरुरी छैन अलरेडी हामी इक्जामको स्ट्रेस लिइरहेको छौँ अनि याद गर्न पर्ने जरुरी छैन डाइरेक्ट डाटा सेटमा गएर यु गाइज क्यान युज दिस डाटा ओके यो युज हुन्छ रेस्ट मास अफ अ इलेक्ट्रोन कतै पनि तिमीले इलेक्ट्रोनको मास चाहिँ युज गर्न पर्यो भने यो युज गर्दा हुन्छ तर आई डोन्ट थिङ्क एएसमा कतै युज हुन्छ रेस्ट मास अफ इलेक्ट्रोन सिमिलरली रेस्ट मास अफ अ प्रोटोन प्रोटोनको रेस्ट मास पनि मेबी कतै युज हुन सक्छ यहाँ आएर हेर्न सक्छौ मोलर ग्यास कन्स्ट्यान्ट नट इन एएस एभोगाड्रोस कन्स्ट्यान्ट नट इन एएस बोल्ट्जम्यान कन्स्ट्यान्ट नट इन एएस ग्राभिटेसनल कन्स्ट्यान्ट नट इन एएस एक्सेलरेसन अफ फ्री फल यो त तिमीहरूलाई अहिलेसम्म याद छैन भने फिजिक्स त फिजिक्स पढ्यो भन्ने हुन्छ ओके अनि वी हेभ सम फर्मुले ओभर हियर जुन चाहिँ युजफुल हुन सक्छ यदि कहिलेकाहीँ कन्फ्युज भयो भने यहाँनिर यो फर्मुला छ एउटा एक्स्ट्रा फर्मुला v इक्वल्स u प्लस at चाहिँ यहाँनिर छैन which is also which is derived from the definition of acceleration work done on gas by gas really important formula मैले वर्क डनको टपिक जस्तो बनाएको छैन टाइम भ्याएछ भने हामीले गर्छौँ तर इम्पोर्टेन्ट छ यो चाहिँ एउटा क्वेसन लगभग फिक्स हो है रिसेन्ट पास्ट पेपर्समा यहाँबाट यो वाला क्वेसन युज गर्ने लगभग फिक्स हो वर्क डन अन ग्यास र बाई ग्यास वालामा पी प्रेसर कन्स्ट्यान्ट हुन्छ भोल्युम चेन्ज हुन्छ एन्ड पी टाइम्स डेल्टा बी लगायो भने निक्लिन्छ ग्राभिटेसनल पोटेन्सियल एएस को लागि होइन हाइड्रोस्ट्याटिक प्रेसर यस एएस के लागि हो रो जीएस आइडियल ग्यास नो 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 डप्लर्स इफेक्ट यस डप्लर्स इफेक्टको फर्मुला तिमीहरू झुकिरहेको हुन्छौ यहाँनिर आएर हेर्ने याद गर्न पर्छ पर्दैन यहाँनिर आउने हेर्ने इलेक्ट्रिक पोटेन्सियल नट नेसेसरी capacitors not necessary capacitors not necessary electric current yes I equals BENA हामीलाई सजिलो हुन्छ BENA लगाउँदा चाहिँ हामीलाई सजिलो हुन्छ E को ठाउँमा समटाइम्स Q लेखेको हुन्छ यसलाई रिअरेन्ज गर्यो भने सेम यही कुरा नै पाउने हो इच एन्ड एभ्री सिंगल क्वान्टिटिजको मिनिङ चाहिँ थाहा पाउन पर्यो रेसिस्टर्स इन सिरिज अल राइट यो पनि दिएको छ यहाँनिर हेर्न सक्छौ अनि रेसिस्टर इन प्यारलल 1/r दिन्छ यो आर भनेको आर टोटल हो यो पनि आर टोटल हो आर टोटल चाहिँ हामीले डिरेक्टली आर टोटल निकाल्न पर्यो भने होल इन्भर्स गरेर काम गरिराखेकै छौँ दिस इज नेसेसरी अल भोल्टेज नो अल्टरनेटिङ करेन्ट नो रेडियोएक्टिभ डिके नो डिके कन्स्ट्यान्ट नो अल राइट यति कुरा चाहिँ छ तिम्रो फर्मुले यो कहिलेकाहीँ के हुन्छ भन्दा तिम्रो इक्जामको प्रेसरमा चाहिँ यो कुरा हामीसँग थियो है भन्ने कुरा बिर्सन सक्छौ त्यही भएर मैले तिमीहरूलाई यो रिमाइन्ड गराइदिएको एकपल्ट अल राइट अब व्हाट इज द रिजनेबल एस्टिमेट अफ द काइनेटिक एनर्जी अफ एन ओलम्पिक एथलिट स्प्रिन्टिङ इन 100 मिटर रेस 100 मिटर रेसमा चाहिँ जो स्प्रिन्ट गरिरहेको छ त्यसको चाहिँ रिजनेबल एस्टिमेट अफ काइनेटिक एनर्जी कति होला रे काइनेटिक एनर्जी इट डिपेन्ड्स काइनेटिक एनर्जी केसमा डिपेन्ड गर्छ काइनेटिक एनर्जी डिपेन्ड्स यो अल्दो मैले यो तिमीलाई डाटा यो एउटा पीडीएफ प्रोवाइड गर्छु भनेको थिएँ आई थिंक आई शुड डू इट टुमोरो मलाई एकपल्ट चाहिँ रिमाइन्ड बनाउने है त ल त्यसैले रिमाइन्ड बनाउने यो पीडीएफ चाहिँ मैले तिमीहरूलाई पठाइदिन्छु यो कुरा चाहिँ रिमाइन्ड बनाउने मलाई अब 100 मिटर छ टोटल डिस्टेन्स अल राइट अनि त्यस पछाडि हाम्रो 100 मिटर ट्राभल गर्नको लागि
कति टाइम लाग्ला त 100 मिटर रेस ट्राभल गर्नको लागि 4-5 मिनट जति 5 मिनट जति त लाग्छ होला आई गेस 5 मिनट लाग्छ अब 5 टाइम्स 60 गर्यो भने पछाडि 5 मिनट अब एउटा रिजनल काइनेटिक एनर्जी अफ एन ओलम्पिक एथलिट 100 मिटर ट्राभल गर्नको लागि जस्तै हाम्रो 100 मिटर ट्राभल गर्नको लागि 5 मिनट नलाग्ला स्प्रिन्टिङ गरिरहेको छ भने 5 मिनट इज मोर लेट्स से 10 seconds जति त एभरेज 10 सेकेन्ड्स स्प्रिन्टिङ गर्यो भने उसेन बोल्टको 9.81 or something थियो 9.81 हाम्रो भने 10 to उसेन 11 जति बोल्ट भनौँ न ल ल ल त्यस्तो भए 5 मिनट्स त मैले एकदमै मोर भने त त्यसको मिनिङ त लगभग 1 मिनट लिऊँ भाइ किनकि अब एभरेज लिने हो उसेन बोल्टको त वर्ल्ड रेकर्ड नै त्यति छ भने 1 मिनट लिऊँ न हामीलाई फरक पर्दैन कि 5 मिनट विल बी रियली हाई तर 1 मिनट लिऊँ न त विच विल बी 60 सेकेन्ड्स होइन ल यो भनेको 0 भने 100 10/6 10/6 मिटर्स पर सेकेन्ड छ अब काइनेटिक एनर्जी निकाल्नलाई 1/2 मास कति होला त एउटा एभरेज अब ओलम्पिक रनरको मास लेट्स से 60 केजी लिदिउँ 60 65 हाम्रो एस्टिमेट हो नाम नै रिजनेबल एस्टिमेट हो तर रिजनेबल चाहिँ हुन पर्यो एस्टिमेट चाहिँ एस्टिमेट हो एमबी स्क्वायर चिन्ता नगर म यसको तिमीलाई पुरै इन्टायर पिडिएफ नै पठाइदिन्छु अनि त्यहाँ एस्टिमेट रिजनेबल कति कति हुन्छ थाहा पाइहाल्छु र जस्ट क्यालकुलेट दिस क्यालकुलेट गरेर त कति जुल्स आउला अन्त ओलम्पिक एथलिट हो भने ओलम्पिक एथलिटको त अलि बढी 60 सेकेन्ड्स अलि बढी नै होला अब 9.8 सेकेन्ड 1 भनेपछि एज ए रिजनेबल एस्टिमेट हो यो तिमीहरूले एस्टिमेसन्सहरू थाहा पाउने मात्रै हो प्रब्लम छैन कति जति आयो डु इट फास्ट क्यालकुलेटर चाँडो आयो need to along with you 0.5 times 60 times 10 divided by 6 whole square 83 आइरहेको छ यो भनेको एकदमै लेस आयो त 100 मिटर थियो टाइम यो भनेको 10/6 भइरहेको छ यस 10/6 को मैले होल स्क्वायर गरेँ 10/6 को होल स्क्वायर गरेँ टाइम्स 60 टाइम्स 0.5 83 समथिङ आइरहेको छ यो 9.81 भनेपछि 10 सेकेन्ड्स 20 सेकेन्ड्स लिँदाखेरि के डिफ्रेन्स हुन्छ एकैछिन है 20 सेकेन्ड्स ल्याउ त 100 डिभाइड बाई 20 रिजनेबल गर्ने यो भनेको 5 आइरहेछ 5 को स्क्वायर मास भनेको 60 डिभाइड बाई 0.5 डिभाइड बाई 2 गऱ्यो भने 750 आइरहेछ जुन चाहिँ कोही पनि त्यति रिजनेबल चाहिँ यहाँनिर भएन हाम्रो लेट्स सी गुगलमा सर्च गरौँ यो जाऊ अहिले गुगलमा सर्च गरौँ यो सर्च गरौँ यो याद गर्नुपर्ने कुरा हो के होला त ल एभरेज 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 स्पिड अफ 100 मिटर SPRINTER स्प्रिन्टरको 100 मिटर 37.6 किलोमिटर्स पर आवर रे यसलाई कन्भर्ट गरेर 36.6 भनेपछि हामीले लिदिउँ 35 लिउँ 35 किलोमिटर्स भनेपछि टाइम्स 10 to the power 3 पर आवर भनेपछि 1 आवरमा 60 मिनट्स एन्ड 60 सेकेन्ड्स भने पर सेकेन्ड कति रहेछ 35 टाइम्स 10 to the power 3 डिभाइड बाई 60 टाइम्स 60 फर्स्टमा क्वेसन आयो नत्र भने म यो स्किप गरिदिन्थेँ तर 9.7 आइरहेको छ काइनेटिक एनर्जी 1/2 mv स्क्वायर यसको स्क्वायर टाइम्स 60 डिभाइड बाई 2 10 आयो भने पछाडि 2835 आइरह 2835 भने 2000 3000 आइरहेछ त्यसको आसपासमा कुन चाहिँ छ त यसको आसपासमा हाम्रो 4000 नै भनौँ अब थाउजन्ड्समा त अरू कुनै छैन अब थाउजन्ड्समा अरू कुनै पनि छैन भने पछाडि अब यो 40,000 भयो यो रियली हाई भयो भने यसकै आसपासमा होला र मैले मेरो टाइममा चाहिँ मैले कसरी सल्भ गर्थेँ भन्दा हेर है मैले यो सल्भ गर्थेँ 40 छ नि मैले 40 छ द्याट्स वाइ मैले के गर्थेँ भन्दा यो 40
मैले यति चाहिँ वेट लिन्थेँ जसले गर्दा चाहिँ मेरो 40 चाहिँ भन्नुहोस् यतापट्टि है काइनेटिक एनर्जी। म चाहिँ वेट चाहिँ 8 ग्राम सरी मास चाहिँ 80 केजी लिन्थेँ कि टाइम्स अब यो भनेको लगभग 10 मिटर्स पर सेकेन्ड नै हुँदो रहेछ। यहाँनिरबाट हेऱ्यो 9 समथिङ थियो अनि 10 को स्क्वायर गर्यो अब 2 टाइम्स यो 40 भयो। अब के यु भनेको अब यसो गर्दाखेरि चाहिँ एक्ज्याक्ट आउन चाहिँ यो एस्टिमेसन चाहिँ थाहा हुनपर्छ, त्यसपछि आफूले रिजनेबल त बनाउन सकिहालिन्छ। यो 10 को स्क्वायर टाइम्स 4 गर्यो भने 10 को स्क्वायर गर्यो टाइम्स 4 40 गर्यो भने 4000। यसरी चाहिँ 4000 एक्ज्याक्ट ल्याउन सकिन्छ। तर यहाँनिर हेर्न सक्छौ एउटा जेरोको मात्रै डिफरेन्स हुन्छ। 1000 को टर्म्समा आइरहेछ भने 1000 वालालाई चुज गर्दिने, 10,000 को टर्म्समा आइरहेछ भने 10,000 वालालाई चुज गर्दिने। यसको लागि एस्टिमेसनको लागि जुन पिडिएफ हुन्छ त्यो पिडिएफ चाहिँ म तिमीलाई प्रोभाइड गरिदिइहाल्छु, फिकर नट। ओके, अनि वाट इज द युनिट अफ मोमेन्टम? मोमेन्टमको युनिट के हो? मोमेन्टमको फर्स्टमा फर्मुला भनेको मास टाइम्स भेलोसिटी। मास इज केजी, भेलोसिटी भनेको मिटर्स पर सेकेन्ड, मिटर्स पर सेकेन्ड। ल दिस इज केजी मिटर्स पर सेकेन्ड वाला कुनै छ? यस्तो बेस युनिटमा भनेको छैन भने केजी मिटर्स पर सेकेन्ड वाला त कुनै पनि छैन। अब अर्को वेबाट हेर्न पर्यो। हामीलाई के थाहा छ त एफ भनेको डेल्टा पी ओभर डेल्टा टी हो। हामीले युनिटको कुरा मात्रै गरिरहेको त हो। अनि डेल्टा पी भनेको एफ टाइम्स डेल्टा टी हुँदो रहेछ। एफ को युनिट के हुन्छ? न्युटन। डेल्टा टी भनेको टाइमको युनिट सेकेन्ड हुन्छ भने न्युटन सेकेन्ड। अल राइट, एनी प्रब्लम? यसरी मैले चाहिँ हामीले युनिट फाइन्ड आउट गर्दा कसैले केही प्रब्लम? डु इट फास्ट। ओके, अब नेक्स्ट वान। अब यहाँनिर हेर, हामीलाई चाहिरहेको चाहिँ एउटा होरिजेन्टल कम्पोनेन्ट र भर्टिकल कम्पोनेन्टमा चाहिँ हामीले ब्रेकडाउन गर्न पर्ने रे। यसलाई होरिजेन्टल्ली भयो, यो चाहिँ भर्टिकल्ली भयो, यो चाहिँ भर्टिकल्ली भयो। अनि अब यो 20 भयो, दिस इज 20 cos 53। हामीलाई होरिजेन्टल चाहियो कि भर्टिकल? होरिजेन्टल कम्पोनेन्ट भने 20 cos 53 चाँडो। 20 cos 53 आई एम गेटिङ सेम छ भने सेम भन है। 20 cos 53 आई एम गेटिङ 1 point, मेरो केसमा छ 20 cos 53 आई एम गेटिङ 12.0, 12.03। दिस इज सिमिलर टु 04, 12 न्युटन्स। यो चाहिँ 12 आइरहेको छ, डिफ्रेन्ट आउनेल डिफ्रेन्ट भन, सेम आउनेल सेम भन। The diagram shows two readings on a micrometer. What is the difference between the two readings? यो इजी छ, मैले यो यहाँनिर गर्दै, तर मैले यो रिलेटेड कुरा चाहिँ तिमीहरूलाई सिकाउनु छ। केही पनि होइन, यतापट्टिको हुन्छ, यतापट्टिको 0.01 मिलिमिटर हुन्छ, एउटा लाइनले त्यति रिप्रेजेन्ट गर्छ। यताकोले सिम्पली रिप्रेजेन्ट गर्छ एउटा लाइनले 1 मिलिमिटर, 1 मिलिमिटर। यो कुरा थाहा पायो भनेपछि पुगिहाल्यो है। ल डिफरेन्स बिट्विन टु रिडिङ्स भनिरहेको छ, लेट्स सी। अब यहाँनिर यो दिस इज 0, दिस इज 1, दिस इज 2, दिस इज 3, 3 मिलिमिटर्स छ। प्लस कति लाइन्स छ? 10, 11, 12, 13, 14, 15 हो। अब यो बिचको जुन यो होरिजेन्टल लाइन छ, राम्रोसँग हेर, जुन यो होरिजेन्टल लाइन छ यो त तिमीहरूले, मैले खासै यसलाई भिजुअलाइज बनाउन पर्दैन होला, यो तिमीहरूलाई थाहा नै छ हामीले माइक्रोमिटर कसरी युज गर्छौँ भन्ने। अब यहाँनिर हेर, कुन चाहिँ यो जुन स्ट्रेट लाइन छ यो लाइनले कतिलाई टच गरिरहेको छ? 10, 11, 12, 12 लाई टच गरिरहेको छ, 12 लाई टच गरिरहेको छ भने यो टोटल रिडिङ अब कति भयो? यसको टोटल रिडिङ 12 प्लस हाम्रो 12 टाइम्स 0.01। अब यहाँनिर त्यही गर, 12 टाइम्स 0.01 प्लस 3, आइएम गेटिङ 3.12, 3.12 मिलिमिटर। मिलिमिटरमा दिन्छ माइक्रोमिटरले, मिलिमिटर, मिलिमिटरमा पुग्यो। अब यहाँनिर हेरौँ, डिफरेन्स चाहिँ चाहिरहेको छ हामीलाई। अब यसको पनि हामीले निकालौँ। दिस इज 10, 11, 11, 12, 13, 14, 15, 16, यो 16 हो भने हामीले 16 लाई माथि साइडमा लेखिहालौँ। 16 प्लस, अब यो दिस इज 40, 41, 42, 43, 44, 45 एन्ड 46 मा चाहिँ टच गरिरहेछ। दिस इज 46, 46 टाइम्स 0.01। ल 16 प्लस 46 times 0.01, this will be 16.46, 16.46 millimeter.
अब 16.46 माइनस 3 पोइन्ट कति डिफरेन्स निकाल्न पर्ने हो अगाडिको माइनस गरिदियो 3.12 हामीले सब्ट्र्याक्ट गऱ्यो भने 13.34 पाइरहेको छु मैले यहाँनिर अगाडि कुनै मिस्टेक भएको 1 2 3 4 रहेछ है यो चाहिँ 4 दिस वाज 4 एक्चुअली भने 4.12 चाहिँ माइनस गर्न पर्यो 4.12 and I'm getting 9 यो मेरो यहाँनिर के प्रब्लम 16.46 minus 4.12 सब्ट्र्याक्ट गर्यो भने 12.34 एक्ज्याक्टली 12.34 पाइरहेको छु यो यसमा कसैलाई के प्रब्लम भयो हाम्रो मार्किङ स्किममा त डिफरेन्ट चाहिँ के हो 1 0 भयो 0 1 2 3 3 मात्रै हो त यो त 3 मात्रै हो दिस इज 3 1ले 0 यो 1 भयो यो 2 भयो यो 3 भयो 1 2 3 3 मात्रै हो यो त यसमा त केही प्रब्लम छैन त 3 मात्रै हो 3.12 नै हो अनि यहाँनिर यो 12 हो 10 11 12 13 14 15 12 छ 12 टाइम 0.01 ओके करेक्ट नो प्रब्लम अनि यहाँनिर 16 हो कि होइन मैले रिडिङ प्रपरली लिइरहेको छु कि नै भन्ने हो 11 12 13 14 15 16 लेखेको छ ओके अनि त्यसपछि दिस इज 45 46 ए 0बाट हेर्न छोडेर यो त घटिरहेको छ होइन यहाँनिर छ 0 0 इज ओभर हियर तपट्टि पनि हामीले 0 फर्स्टमा हेऱ्यौँ 10 हो यहाँनिर बढ्दै गइरहेको थियो माथितिर बढ्दै गइरहेको थियो ओके अनि यहाँनिर चाहिँ 0 भयो एउटा रिडिङले चाहिँ 1 2 रिप्रेजेन्ट गरिरहेकै रहेनछ त अनि 40 छ 45 छ घटिरहेको छ यहाँ 0 देखि 45 45 देखि 40 यसमा चाहिँ प्रब्लम छ है 0 देखि हाम्रो कति आइरहेको छ भने 0 देखि 0 अनि यो 45 यो 46 होइन यहाँ छ 0 0 इज ओभर हियर ओके लेट्स सी यो 45 हो यो लङ रिडिङ भनेको 46 भन्न मिलेन किनकि यहाँनिर त 0 मा पुगिरहेको छ बट हाउ इज इट इभन पोसिबल 45 छ 41 42 43 44 45 46 47 48 49 50 यो 50 हुन पर्ने हो 50 हुन पर्ने हो सब्ट्र्याक्ट गर त यो सब्ट्र्याक्ट मैले सब्ट्र्याक्सन रङ गरिरहेको हो र 16 यो 46 मा छ 46 टाइम्स 0.01 प्लस 16.46 माइनस 3.12 अगाडि 3.12 थियो 13.34 13.34 यो आइरहेको छैन 13.34 छैन अनि यहाँनिर 1 2 3 3 छ 3 4 यहाँनिर छ 8 4 वाला छ एउटा एउटा दुईवटा पछाडि 8 4 वाला छ अनि यहाँ 3 4 वाला छ रिडिङ्स अन माइक्रोमिटर यो भयो 10 11 50 हुन पर्ने हो 0 चाहिँ कहाँबाट आयो भन्ने हो यहाँनिर क्लोज गरिरहेछ दुईवटाको रिडिङ देखेर 10 11 12 13 14 15 त्यहाँ माथि ठिक छ त 12 13 14 15 12 10 0.01 3.12 ठिक छ यो 3.12 1 2 3 यहाँनिर यो इन्क्रिजिङ पनि देखाइरहेछ फेरि त प्रब्लम नहुन पर्ने हो त अलराइट टाइम वेस्ट नगरौँ यसलाई चाहिँ म फेरि हेर्छु है एकपल्ट यहाँ केही प्रब्लम भएको जस्तो मैले देखिरहेन अब क्वेसनमै कुनै एरर हो कि हो हाम्रो अनुसार त 13.34 आइरहेछ जुन कुनै पनि मिलिरहेन एक्ज्याक्ट आउन पर्ने थियो कुनै पनि मिलिरहेन छोडिदियो अहिलेलाई यसलाई द डायमिटर अफ अ सर्कुलर डिस्क इज मेजर्ड एज 7 प्लस माइनस 0.1 मिलिमिटर्स मिलिमिटर्समा छ पहिले कन्भर्ट गर 7 टाइम्स 10 to the power negative 3 प्लस माइनस 0.1 टाइम्स 10 to the power negative 3 सबै कुरा मिटर्समा चाहिँ कन्भर्ट भयो वाट इज द डायमिटर अफ सर्कुलर डिस्क भयो डायमिटर दिइरहेछ
What is the area of the circular disk and its absolute uncertainty in the area? अब area निकाल्नलाई we are using pi d square over 4 मिलिमिटर स्क्वायरमै दिइरहेको रहेछ भने हामीले केही पनि कुरा चेन्ज गर्न पर्दैन थियो ठीक छ pi times d will be 7 749 pi d square by 4 गर्यो भने I'm getting 38.48 which will be 38.5 38.5 millimeter square यस्तो त केही प्रब्लम छैन 38 मात्रै नलेख wait a minute यो माथिको दुईवटा चाहिँ अप्सन हो यहाँ तलतिरको चाहिँ अप्सन होइन 154 वाला चाहिँ अप्सन होइन पाइ डी स्क्वायर बाइ 4 माथिको अब हेर्न पर्यो अब पछाडी हाम्रो यहाँनिर सिग्निफिकेन्ट हाम्रो जुन अनसर्टेनिटी छ त्यो 1SF मा हुन पर्छ दुवै 1SF मै छ अनि डेसिमल प्लेस पनि म्याच गरेको हुन पर्छ डेसिमल प्लेस पनि म्याच छ भने ए र बी मा अब अनसर्टेनिटी ननिकाल्दासम्म हामीलाई थाहा हुँदैन अनसर्टेनिटी टोटल्ली डिपेन्ड गरिरहेछ हाम्रो जुन डेल्टा यु हो फर्स्टमा त पर्सेन्टेज इन पर्सेन्टेज अनसर्टेनिटी इन एरिया निकाल्नलाई 2 times पर्सेन्टेज अनसर्टेनिटी इन डायमिटर 0.1 डिवाइड बाइ 7 times 100% times 2 गर्यो भने 2.85% छ 2.86% रहेछ 86 times एरिया अब यो मलाई डेल्टा ए चाहिरहेको छ भने 2.86 डिवाइड बाइ 100 टाइम्स एरिया भनेको 38.5 38.48 नै राखन केही छैन 38.48 डिवाइड बाइ 100 and 38.48 क्याल्कुलेसन गर है क्याल्कुलेसन गर 1.1 छ 1.099 छ 1.099 छ अब which is greater than 0.5 0.5 भन्दा ग्रेटर हो भने it must be option B ल any problem guys quickly अन्त के प्रब्लम यो अनसर्टेनिटी वालामा त कसैलाई पनि के प्रब्लम हुन भएन 12.03 ओके नो प्रब्लम गुड यहाँनिर यसमा चाहिँ किन यस्तो भयो यो क्वेसनमा क्वेसन नम्बर 4 लाई अहिले साइडमा राखौं छोड्दियो केही छैन क्वेसन नम्बर 6 The diagram shows velocity time graph for a car. कारको लागि चाहिँ velocity time graph चाहिँ डायग्रामले देखाइरहेको छ फर्स्ट थिङ फर्स्ट हामीले गर्ने भनेको यो मिटर्स पर सेकेन्डमा छ टिक गर्ने सेकेन्ड्समा छ टिक गर्ने बोथ एक्सिस आर इन एसआई युनिट पर्फेक्ट भइहाल्यो व्हाट इज द डिस्टेन्स ट्राभल बिट्विन द फर्स्ट 4 सेकेन्ड्स फर्स्ट 4 सेकेन्ड्सको लागि डिस्टेन्स ट्राभल निकाल्न पर्यो भने के गर्न पर्यो एरिया निकाल्न पर्यो एन्ड इफ वी कलर द एरिया चाहिँ बनिरहेको छ एउटा ट्रेपिजियम सेप बनिरहेको छ अब डिवाइड गरेर काम गर्छौ भने पनि ट्रायंगल र रेक्टेंगलमा ठीक छ नत्र भने वाइ टु वेस्ट टाइम अब कसैले यसरी गर्छौ भने पनि इट्स कम्प्लिटली फाइन यो तलतिरको यसलाई रेक्टेंगलको फर्ममा लगाउने अनि त्यसपछि यो तलको साइडको एरिया निकाल्ने यो एरिया निकाल्ने एन्ड रिमेनिङ माथितिरको एरिया यो माथितिरको एरिया निकाल्छौ भने पनि इट्स नट डिफरेन्ट थिङ गर्न सकिन्छ तर डाइरेक्टली ट्रेपेजियम बनिरहेको छ भने ट्रेपेजियमको फर्मुला आउनेले ट्रेपेजियमको फर्मुला लेख्दा हुन्छ 1/2 टाइम्स हाम्रो जुन हाइट छ हाइट दुईवटा प्यारलल साइड्सको सम र हाइटले मल्टिप्लाई गर्ने हो प्यारलल साइड्स हाइट भनेको 0 देखि 4 हो भने 4 प्यारलल साइड्सको लेन्थ भनेको 2 प्लस अर्को भनेको यहाँ माथि प्यारलल साइड यो कति भइरहेछ 12 भइरहेछ क्याल्कुलेट गरेर क्विकली Do it fast, guys. Do it fast, guys. 28. All right. Okay, done. This one any problem छैन. Or let's look at your new question. A steel ball is dropped from rest, meaning initial velocity 0 छ. From height as above the ground, meaning यो height as होला ground देखि यो height as छ. यो height as छ यो height as बाट चाहिँ यो height as बाट चाहिँ तिम्रो एउटा स्टिल बललाई चाहिँ यु आर ड्रपिङ
the ball hits the ground after a time t अनि यहाँ पुग्दाखेरि चाहिँ टाइम कति भएको थियो टाइम भनेको t हो यहाँ टाइम t इक्वल्स 0 बाट टाइम t इक्वल्स t सम्म चाहिँ भयो this is repeated for a number of different heights the graph shows the variation with h and t square for the ball all right no problem हामीलाई के भन्यो अब यो लिनियराइजेसनको क्वेशन हो कम्प्लिटली लिनियराइजेसनको क्वेशन हो तिमीले यस्तो वाला इक्वेसन चाहिँ युज गर्न पर्यो जहाँ चाहिँ टी स्क्वायर आओस् र हाइट पनि आओस् त्यस्तो इक्वेसन तिमीसँग एउटा मात्रै छ यूटी प्लस 1/2 एटी स्क्वायर अब बडी स्पिड अप हुन्छ स्लो डाउन हुन्छ अभियसली स्पिड अप हुन्छ भने एक्सेलरेसनको भ्यालु पोजिटिभ हुन्छ कन्स्ट्यान्ट हुन्छ वी नो द्याट अब यो भयो 1 एसको ठाउँमा एच लेख्न पर्यो एच इक्वल्स अब युटी भनेको यु 0 भने यो पुरै एक्सप्रेसन 0 भइहाल्छ एन्ड वी आर लेफ्ट विथ 1/2 एटी स्क्वायर वाला एक्सप्रेसन अब हामीले प्लट गरिरहेको छौँ टी भने इन्टायर कुरा यो अगाडिको सबै कुरा के भयो त एक्स एक्सिसमा टी छ वाइ एक्सिसमा एच छ एक्स एक्सिसमा टी स्क्वायर छ वाइ एक्सिसमा एच छ भने पछाडि दिस इज वाइ इक्वल्स एमएक्स प्लस सी कम्पेरिजन गर पेपर 3 को सबै कुरा याद गर्दा भइहाल्यो अब यहाँनिर जुन ग्रेडियन्ट हुन्छ दिस ग्रेडियन्ट इज गिभिङ मी 1/2 ए अब which expression gives the acceleration of the ball acceleration of the ball भनेको a equals 2 times g 2g easy peasy no problem यसमा त कसैलाई केही प्रब्लम छैन होला let's move forward okay two masses m and m एउटा capital M छ अर्को small m छ are connected by an inextensible string inextensible लाई केही याद न केही पनि नगरेर फटाफट ओके आसाम सबै नि सेम छ हाम्रो गुड inextensible string which passes over a frictionless pulley को ओभरबाट चाहिँ पास गरिरहेको छ मिनिङ यो पुलीमा चाहिँ कुनै पनि फ्रिक्सन छैन मास m रेस्ट अन अ फ्रिक्सनलेस स्लोप फ्रिक्सन छैन मास m यहाँनिर चाहिँ फ्रिक्सनलेस स्लोपमा चाहिँ बसिरहेको छ द स्लोप इज एट एन एंगल थीटा टु द होरिजोन्टल थीटा छ होरिजोन्टलमा टु मासेस आर इनिशियली हेल्ड स्टेशनरी मिनिङ यो पनि स्टेशनरी छ एन्ड देन रिलिज अनि दुवै चाहिँ रिलिज गर्यो मास एम एक्सेलरेट्स डाउन द स्लोप मास एम चाहिँ डाउन द स्लोप मुभ गर्छ अरे मास एम को लागि मोसन यतातिर हुन्छ ऑल राइट नो प्रब्लम अनि वान मोर थिङ के हुन्छ भने गाइजहरु मोस्ट अफ द टाइम तिमीहरु फिगर देख्न बित्तिकै मोस्ट अफ यु गेट कन्फ्युज्ड फिगर देख्न बित्तिकै एन्ड यु थिंक कि यो क्वेशन भनेको हार्ड क्वेशन होला फिगर दिएको छ भनेर यो अब सिम्पल साइकोलोजिकल कुरा हो हामीले 9 10 सम्म त्यति धेरै फिगर ग्रेड 8 9 10 सम्म हामी त्यति धेरै फिगरमा फिगर भएको क्वेशन्सहरु हामीले गरिरहेको हुँदैन जस्ट थ्योरेटिकल क्वेशन्स हुन्छ त्यही फटाफट लेख्ने बानी बसेको भएर फिगर आउन बित्तिकै यु गाइज गेट कन्फ्युज र त्यो हुनै पर्दैन फिगर इज फर यु तिमीहरुकै इजीनेसको लागि अर तिमीहरुकै कन्भिनियन्सको लागि चाहिँ फिगर दिइरहेको हुन्छ एन्ड युजिङ फिगर इज द लाइफ सेभिङ थिङ इन योर एएस फिजिक्स अर ए टु फिजिक्स जुनसुकै फिजिक्समा पनि जुनसुकै ठाउँमा तिमीले फिजिक्स पढ्दाखेरि पनि इफ यु हेभ अ फिगर त्यो भनेको चाहिँ बेस्ट भइहाल्यो तिमीले फिगरमा जति पनि रफ वर्किङ गर्न मिल्छ सबै काम फिगरमै गर्न मिल्छ त्यो चाहिँ बेस्ट हुन्छ फिगर दिएको छैन भने आफै बनाउँदा पनि हुन्छ कन्फ्युज भइहाल्यो भने फिगरले चाहिँ तिमीलाई धेरै कुराको चाहिँ आइडिया दिन्छ राइट एउटा यो सानो कुरा चाहिँ तिमीलाई मैले भनिदिइहालेँ कन्फ्युज फिगर देख्यो भने पछाडि चाहिँ आत्तिने होइन फिगर इज योर फ्रेन्ड नट एनिमी ओके देन रिलिज मास एम एक्सेलरेट्स डाउन द स्लोप एक्सेलरेट गरिरहेको छ डाउन द स्लोप which expression must be correct okay sin theta छ cos theta छ and there are a lot of things यहाँनिर अब लेट्स सी यहाँनिर के भइरहेको छ फर्स्टमा यसको तलतिर एमजी लागिरहेको छ फोर्स माथितिर टेन्सन लागिरहेको छ यतातिर पनि टेन्सन छ अब यसलाई ब्रेक डाउन गर्न तिमीहरु सबजनालाई आउन पर्ने हो यसलाई कसरी हामीले कम्पोनेन्टमा ब्रेक डाउन गर्छौं भन्ने कुरा चाहिँ एउटा परपेन्डिकुलर टु दिस होरिजोन्टल ग्राउन्ड अनि अर्को परपेन्डिकुलर ड्र गर्छौं हामीले टु द स्लोप अनि यसको माथि लागिरहेको हुन्छ आर जुन चाहिँ नर्मल कम्पोनेन्ट अफ कन्ट्याक्ट फोर्स हो यसको तल अब यहाँ थीटा कहाँनिर बन्छ भन्दा यहाँ बन्छ थीटा अनि दिस इज वेट एक्चुअलीमा यो चाहिँ वेट हो विच इज इन आवर केस क्यापिटल एम टाइम्स जी क्यापिटल एम टाइम्स जी एन्ड दिस इज एम क्यापिटल एम टाइम्स जी cos theta and not to forget यतातिर जुन कम्पोनेन्ट लाग्नेवाला छ फोर्सको
that component will be m times g sin theta. ओके, अब दुवै एक्सेलरेट गरिरहेको छ, यो डाउन द स्लोप गइरहेछ भने यसको मोसन तलपट्टि हो, अभियसली यसको मोसन चाहिँ माथिपट्टि हुन परिहाल्यो। अल राइट, अब हामीले कुन चाहिँ एक्सप्रेसन चाहिँ करेक्ट हुन्छ भनेर चाहिँ फाइन्ड आउट गर्ने अरे भने क्यापिटल एम र स्मल एम को रेसियोको कुरा गरिरहेछ विथ सम एङ्गल कस र साइनको एङ्गलमा भने तिमीले एनी हाउ यो यतापट्टिको एक्सप्रेसनलाई यतापट्टि युज गर्न पर्ने हुन सक्छ। वान वे अफ डुइङ द्याट भनेको के कुरा ध्यान राख्न पर्यो भने एक्सिलरेसन दुवैको लागि कन्स्ट्यान्ट हुन्छ, चाहे यतापट्टिबाट एक्सिलरेसन निकाल चाहे यतापट्टिबाट निकाल, एक्सिलरेसन कन्स्ट्यान्ट हुनेवाला छ दुवै बडीको लागि। अनि एक्सिलरेसन निकाल्नको लागि तिमीले डाइनामिक्स च्याप्टर गरिरहेछौ, फरवर्ड माइनस ब्याकवर्ड इक्वल्स एमए। अब कसको लागि गरौँ, लेट्स डु इट फर्स्ट फर क्या स्मल एम को लागि गर्यो भने पछाडि तिम्रो फरवर्ड विल बी टेन्सन माइनस ब्याकवर्ड भनेको स्मल एम टाइम्स जी इक्वल्स स्मल एम टाइम्स ए। अनि हामीलाई टेन्सनको कुनै पनि काम छैन, टेन्सनको कामै छैन भने लेट्स मेक टेन्सन एज योर सब्जेक्ट अनि स्मल एमए प्लस एमजी यो चाहिँ भयो। हामीलाई टेन्सनको त कुनै पनि इन्फर्मेसन काम लाग्ला जस्तो छैन भने टेन्सनलाई नै सब्जेक्ट बनाइदिएपछि रिलेट गर्न सजिलो। ओके, फर अब क्यापिटल एम को लागि पनि सेम काम गरौँ। क्यापिटल एम को लागि फरवर्ड भनेको मोसन कतातिर भइरहेछ डाउन द स्लोप भने फरवर्ड यो भयो फरवर्ड फोर्स, डाउन द स्लोप भइरहेछ फरवर्ड फोर्स यो, टेन्सन भनेको ब्याकवर्ड फोर्स भयो, फ्रिक्सन छैन अनि अरू केही पनि कुरा छैन अनि फरवर्ड माइनस ब्याकवर्ड इक्वल्स एमए। यसमा लगाउँदाखेरि फरवर्ड भनेको एमजी साइन थीटा माइनस ब्याकवर्ड भनेको टेन्सन इक्वल्स एम क्यापिटल एम अनि स्मल ए। अल राइट, एमजी क्यापिटल एम टाइम्स जी साइन थीटा टेन्सनको ठाउँमा राखिदेऊ, यतापट्टि जुन एक्सप्रेसन हामीले टेन्सनको सब्जेक्ट बनाएको छौँ अनि यसलाई चाहिँ यहाँ लिएर राखिदेऊ। ओके, त्यसपछि इक्वल्स क्यापिटल एम अनि ए, क्यापिटल एम ए, क्यापिटल एम टाइम्स जी साइन थीटा माइनस स्मल एम ए माइनस स्मल एम जी इक्वल्स एम टाइम्स ए। क्यापिटल र स्मलले चाहिँ कन्फ्युज गर्न होला जस्तो छ यहाँ। अब के गरौँ भने क्यापिटललाई एकपट्टि राखौँ, स्मललाई चाहिँ एकपट्टि राखेर हेरौँ। क्यापिटललाई यतापट्टि राखौँ एमजी साइन थीटा माइनस क्यापिटल एमए इक्वल्स दुवै प्लस भयो एमए प्लस एमजी। ओके, यहाँनिर अब छैन, हामीले क्यापिटल एमलाई सब्जेक्ट बनायो भने पनि ठिक छ। क्यापिटल एम दुवै ठाउँबाट कमन ल्याउँ न त, क्यापिटल एम दुवै ठाउँबाट कमन ल्यायो, यहाँबाट पनि कमन लियो, यो भनेको जी साइन थीटा क्यापिटल एम होइन यो क्यापिटल एमए छ अनि स्मल एमए छ प्लस एलाई एवालालाई यतापट्टि जीवालालाई यतापट्टि लियो भने ठिक छ। पहिले क्यापिटल एमलाई बनायो भने मैले यस्तो पाउँछु एक्सप्रेसन इज इक्वल टु स्मल एमलाई बनायो भने ए प्लस जी पाइरहेको छु, यतापट्टि चाहिएको के रेसियो चाहिरहेको छ, रेसियो मैले एम ओभर एम बनायो भने यो भनेको ए प्लस जी ओभर जी साइन थीटा माइनस ए। केही मिनिङफुल कुरा साइन थीटा र कस थीटाको केही पनि आएन। नो, एमजी साइन थीटा माइनस टी एमजी छ एमए यो टेन्सन छ, टेन्सन माथितिर forward minus backward equals MA, then released. The two masses are initially released, stationary through, and then release mass M accelerates down the slope.
यो अफ द स्लोप जाने भयो, एक्सेलरेसन तपाईँको सेम छ mg sin थीटा माइनस टेन्सन कतै मैले सिधै मिस्टेक गरेको छु भने पछाडि चाहिँ यहाँनिर मलाई हेल्प गर। यो ma छ प्लस mg, ma प्लस mg इक्वल्स ma mg sin थीटा माइनस ma अनि अब जे भए पनि अब जीबाट हामीलाई जीबाट चाहिँ छुटकारा चाहियो, जीबाट र एबाट चाहिँ we have to get rid of these things. mg तल छ, m ओभर यो रेसियोसम्म त पुगिसक्यौँ हामी। अब साइन थीटा छ यहाँ, लेट्स सी कहीँ मैले के एरर गरेको छु भने क्यापिटल m टाइम्स a अनि एउटा m कमान्ड है g sin थीटा माइनस a इक्वल्स m a प्लस g cos थीटा। cos थीटा यहाँनिर छ, योबाट आएन, अरू कुनै सिम्पल मेथड यो माथि छ, बोथ साइडमा टेन्सनलाई सब्जेक्ट बनाउँ त, टेन्सनलाई सब्जेक्ट बनायो, टेन्सन भनेको MA भयो, यहाँनिरबाट टेन्सन भनेको चाहिँ फ्रम हियर टेन्सन भनेको mg sin थीटा माइनस m टाइम्स a, सेम कुरा नै हुने हो यो त, mg sin थीटा माइनस ma इक्वल्स स्मॉल a माइ प्लस mg क्यापिटल M ए र एलाई एकपट्टि बनायो भने लेट्स सी के हुन्छ, mg जी वालालाई एकपट्टि ल, mg sin थीटा माइनस mg इक्वल्स ma प्लस ma क्यापिटल ma, जी वालालाई एक्सप्रेसन बनायो भने m sin थीटा माइनस स्मॉल m इक्वल्स a भयो भने m प्लस m। यहाँबाट त केही पनि मिनिङफुल इन्फर्मेसन आउँदैन त, हेल नो व्हाट यो त फेरि फ्रिक्सनलेस स्लोप छ, थीटा छ, थीटा weight held stationary then released, m accelerates down the slope जान्छ, मोसन यतातिर भइरहेछ, डाउन भनेको यो हो, which expression must be correct, sin थीटा आउन पर्ने त्यो त एक्सप्रेसन, वेट छ, अरू त कुनै वे नै छैन त्यसो, यहाँ के मिस्टेक भएको जस्तो लाग्दैन त फेरि, MA यो दुईवटा m टाइम्स g a प्लस g, साइन थीटालाई चाहिँ हामीले सब्जेक्ट बनाउने होइन, लेट्स मेक इट यहाँनिरबाट के मिस्टेक होला जस्तो लाग्दैन मलाई ल, यहाँनिर a प्लस g ले यस्तो गर्यो, साइन थीटालाई सब्जेक्ट बनाउनलाई g sin थीटा माइनस a g sin थीटा माइनस a इक्वल्स यो यता भयो स्मल m डिवाइड बाई m, स्मल m माथि भयो डिवाइड बाई m तल भयो, स्मल m माथि गयो डिवाइड बाई m तल भयो, अनि a प्लस g यहाँ छँदैछ, a प्लस g sin थीटा g sin थीटा
g sin theta equals m small m over a plus g plus प्लस के भयो त प्लस यतापट्टि ए आयो ए क्वान्टिटी पनि भयो अब साइन थीटा हेरौँ साइन थीटा इक्वल्स स्मल एम ओभर क्यापिटल एम ए प्लस जी प्लस ए डिभाइड बाई जी होल डिभाइड बाई जी अनि यहाँनिर डिभाइड बाई जीमा आउन पर्यो डिभाइड बाई जी त्यहाँपट्टि पनि डिभाइड बाई जी आयो अब हेरौँ यो साइन थीटा इक्वल टु यो भइरहेछ अब एम र यो रेसियोलाई छुट्टै बनाइदिउँ यसलाई छुट्टै बनाइदिउँ छुट्टै बनायो भने वी आर गेटिङ यहाँनिर ए प्लस जी ओभर जी प्लस ए ओभर जी एक्सप्रेसन यही पाइरहेको छौँ अब यो इन्फर्मेसनबाट के हुन पर्यो एम ओभर यो रेसियो छ यो रेसियो जुन छ हुन चाहिँ कम्प्लिकेटेड भयो लेट्स सी केही कुरा थाहा पाउन सकिन्छ कि नै यो रेसियोलाई मल्टिप्लाई गर्न परिरहेको छ केही क्वान्टिटीले अनि त्यो क्वान्टिटीमा प्लस केही अर्को क्वान्टिटी पनि हामीले एड गरिरहेको छ भने यो मोर हुन्छ मिनिङ यो अगाडिको रेसियो जुन छ यो रेसियो भन्दा मोर हुन्छ के साइन थीटा चाहिँ मोर हुन पर्यो त्यस्तो वाला छ सीमा चाहिँ त्यस्तो अप्सन छ आई डोन्ट नो यो मार्किङ स्किममा के छ साइन थीटा भनेको यो चाहिँ एम र यसको मात्रै रेसियो होइन कि साइन थीटा चाहिँ हाम्रो ग्रेटर आउन पर्यो यो रेसियो इक्वल होइन प्लस यो क्वान्टिटीले मल्टिप्लाई गर्ने एड पनि गर्ने भनेपछि क्यापिटल एम होइन स्मल एम हो यो स्मल एम माथि क्यापिटल एम तल छ स्मल एम माथि स्मल एम ओभर एम कुन चाहिँ एक्सप्रेसन भन्छ स्मल एम माथि क्यापिटल एम स्मल एम लेस यहाँनिर लेस छ हाम्रो लेस होइन ग्रेटर हो अनि यो वाला त गयो कस थीटावाला पनि होइन साइन थीटाको यो मात्रै रिमेनिङ छ ल कुरा बुझ्यौ हुन चाहिँ अब यत्रो वर्किङ गर्न पर्थ्यो अब तिमीहरूले सक्थ्यौ कि नै म एकछिन डाइरेक्ट आउला भनेर सोचिरहेको थिएँ तर इनइक्वालिटीको साइनमा चाहिँ हाम्रो एन्सर भएर चाहिँ प्रब्लम बनायो एकछिन र बुझ्यौ कि बुझेन गाइजहरू चाँडो भन यस्तो क्वेसन इक्जाममा गर्ने होइन यो छोडेर लास्टमा चाहिँ टाइम बचेपछि आएर गर्ने अहिले त हामीले मिलाउनै पर्थ्यो एन्सर मिल्यो कि नै एन्सर मिल्यो कि नै चाँडो एन्सर मिल्यो कि नै आर्यन भाइ ओके गुड तर कुरा चाहिँ यहीँनिर थियो म त यहीँ माथि हामीले कतै मिस्टेक गऱ्यौँ कि भनेर सोचिरहेको थिएँ तर मिस्टेक चाहिँ थिएन अब यति लामो काम तिमीहरूले इक्जाममा गर्न सक्थ्यौ कि नै भन्ने हो अहिले त मलाई लाग्यो होला 5-7 मिनट लाग्यो मलाई सोच्न यस्तै हो सोच्ने ठाउँमा त सोच्नै पर्छ हेर the weights and mass of 4 different objects on the surface of 4 different planets are shown 4 different planets मा चाहिँ देखाइरहेछ which planet has the lowest value of acceleration of free fall at its surface मिलिन्युटन न्युटन किलो न्युटन छ है फर्स्टमा एक्सेलरेसनको भ्यालु चाहिँ हामीलाई निकाल्नै पर्छ नत्र भने कम्पेरिजन गर्न सकिँदैन वेट भनेको एक्सेलरेसन अफ फ्री फल हो एमजी हुन्छ वेट फर्स्टको यो केसको लागि वेट यो वेट भनेको 40 टाइम्स 10 टु दी पावर 3 टाइम्स 10 टु दी पावर -3 मिलीमा छ मास भनेको 6 टाइम्स 10 टु दी पावर -3 हो टाइम्स एक्सेलरेसन अफ फ्री फललाई जी नै राखौँ केही छैन ल अब 10 टु दी पावर -3 अब यहाँनिर इफ यु डिभाइड इट बाई 6 मैले 6.67 यसको लागि 6.67 चाहिँ पाइरहेको छ सेकेन्डको लागि हेर फर दिस थिङ 3 इक्वल्स 500 टाइम्स 10 टु दी पावर -3 टाइम्स जी हुन्छ मास टाइम्स यो भयो 3 डिभाइड बाई 500 टाइम्स 10 टु दी पावर -3 यहाँनिर एक्ज्याक्टली 6 पाइरहेको छु मैले तिमीले डिफ्रेन्ट पाइरहेको छौ भने पछाडि यु क्यान टेल मी यहाँनिर मैले एक्ज्याक्टली 6 पाइरहेको छु सेम भएकोले चाहिँ सेम भन्ने
अनि त्यसपछि सीमा हेर, सीमा चाहिँ के छ भन्दा 10 इक्वल्स 1 टाइम्स जी, किनकि यो छ भने यहाँनिर त 10 नै भइहाल्यो, 1 हो भनेपछि 10 आइहाल्यो, यो 10 हो। अनि यहाँ छ 2.6 टाइम्स 10 to the power 3 इक्वल्स 750 टाइम्स जी, केजीमै छ, नो प्रब्लम, यो किलोमा थियो, ठिक छ। 2.6 टाइम्स 10 to the power 3 divide by 750 which is 3.46 र यहाँ क्वान्टिटी धेरै भएर प्रब्लम होइन हामीलाई, 3.46 हुँदैमा क्वान्टिटी धेरै हुँदैमा धेरै आउँछ भन्ने पनि छैन। अब आफै जज गर्न सक्छौ, अप्सन सी इज योर करेक्ट एन्सर, जहाँ चाहिँ 10 आइरहेको छ हाम्रो। सबजनाको सेम हो भने सेम भन्ने, डिफ्रेन्ट हो भने डिफ्रेन्ट भन्ने। प्रिफल ल गाइजहरू, सेम छ, सेम छ, सेम छ, सेम छ, क्विकली क्विकली। क्वेसन नम्बर 10, a rock in deep sea lowest, ए माई ब्याड लोएस्ट हो है एन्सर, एन्सर लोएस्ट हो, हाइएस्ट होइन, लोएस्ट चाहिँ चाहिएको, डी भयो, डी भयो, माई ब्याड, लोएस्ट चाहिएको, ओके ओके ओके, बुझ्यो बुझ्यो बुझ्यो, भयो भयो, आर्यन भाइ, थ्याङ्क यू। अब हाइएस्टवाला यो फ्लोमा हाइएस्टमा बुझिसकेको छु कि लोएस्ट हो, त्यही भएर डी भयो एन्सर, ओके। A rock in deep sea is traveling toward a distant star and collide with a stationary spacecraft. Stationary भन्नुको मिनिङ यो थियो इनिसियली 0, अब कोलिजनको कुरा भइरहेको छ भने आफै सोध्न सक्छौ क्वेसन कतातिर गइरहेको छ। रक इन डिप स्पेस मिनिङ यहाँनिर स्पेस क्राफ्ट थियो, अब स्पेस क्राफ्ट यस्तो स्पेस क्राफ्ट थियो, यो स्पेस क्राफ्टमा चाहिँ एउटा रक आएर चाहिँ यसरी रक आएर चाहिँ यसरी कोलाइड गर्यो। What is not possible outcome of the collision? यो त गरेको जस्तो लागिरहेछ, द रक बिकम्स स्टेसनरी एन्ड स्पेसक्राफ्ट, नट है नट, राम्रोसँग हेर्नु, एन्ड स्पेसक्राफ्ट मुभ्स टुवार्ड्स द स्टार, यो त क्वेसन गरेको होइन, स्पेसक्राफ्ट छ अनि यहाँनिर स्टार छ, यो अगाडि जान सक्छ, यो त पोसिबल छ। द रक मुभ्स अवे फ्रम द स्टार, अनि यो रक चाहिँ यतातिर आउने, अनि त्यसपछि सो डज द स्पेसक्राफ्ट, दुवै अवेतिर जाने चाहिँ यो चाहिँ पोसिबल छैन। The rock moves away from the star, rocks away and spacecraft move towards, यो possible छ। The rock moves towards the star and so does the spacecraft, यो पनि possible छ। यो चाहिँ हामीले गरेको, यो टपिकल्समा गरेको क्वेसन होला। 11 को a steel ball is falling at constant terminal speed, constant terminal speed भनिरहेको छ, भेलोसिटीको कुरा गरिरहेको छैन, टर्मिनल स्पिडको कुरा गरिरहेको छ, मिनिङ एउटा फिक्स्ड भेलोसिटी चाहिँ यसले रिच गरिसकेछ। In the air, the force acting on the ball are of thrust, viscous drag and weight. अब of thrust, viscous drag र weight चाहिँ छ, भन्नुको मिनिङ अब what is the order of increasing magnitude of these forces? Forces कसको चाहिँ धेरै हुन्छ भनेर भनिरहेछ। Alright, let's see. हामीसँग viscous drag छ, of thrust छ। viscous drag, of thrust भने यो लिक्विडमा चाहिँ ट्राभल गरिरहेको रहेछ, of thrustको कुरा भइरहेछ, लिक्विडमा ट्राभल गरिरहेछ, वेट तलतिर लाग्न पर्छ, वेट त सबभन्दा हाइएस्ट हुन्छ, वेट सबभन्दा, यहाँ वेट जहाँनिर हाइएस्ट छैन त्यसलाई चाहिँ क्यान्सल आउट गर्नु पर्यो, यिनीको वेट त हाइएस्ट नै हुनेवाला छ, बिकज वेट विल बी द सम अफ थ्रस्ट एक्टिङ एज वेल एज तिम्रो जुन कन्स्टेन्ट टर्मिनल स्पिड भनिरहेछ है, फेरि स्पिड हो, स्पिडको कुरा, तै पनि स्टिल यहाँनिर हाम्रो यो दुईवटाको सम या त समभन्दा बढी पनि हुन सक्यो। भिस्कस ड्र्याग, यसलाई चाहिँ एफडी लेखेँ मैले, एफडी अफ थ्रस्ट माथि चाहिँ एफडी छ, अनि वेट त ग्रेटेस्ट हुन्छ, वेटमा त कुनै पनि प्रब्लम छैन, इन्क्रिजिङ म्याग्निट्युड अफ थ्रस्ट र अब भिस्कस ड्र्यागमा, भिस्कस ड्र्याग के हुन्छ, भिस्कस ड्र्याग चाहिँ इन्क्रिज हुन्छ, viscous drag FD depends upon velocity, अनि भेलोसिटीको टर्मिनल स्पिड, मिनिङ स्पिड त कन्स्टेन्ट छ भने एफडी को म्याग्निट्युडमा त चेन्ज आउँदैन, एफडी को म्याग्निट्युडमा चेन्ज आउँदैन। अब एफडी धेरै हुन्छ कि अफ थ्रस्ट धेरै हुन्छ भन्ने हो, कन्स्टेन्ट टर्मिनल, अब एफडी अफ थ्रस्ट, अब अफ थ्रस्ट भन्ने बित्तिकै स्टिल बल छ, राम्रोसँग हेऱ्यो भने स्टिल बल छ,
अब अफ थ्रस्ट, यो दुईवटा मध्ये एउटा एन्सरमा अब कुन चाहिँ चोइस गर्ने हाम्रो इच्छा। अब हेरौँ, लेट्स सी। अफ थ्रस्ट भनेको माथितिर एक्ट गर्ने हो अफ थ्रस्ट, अनि अफ थ्रस्ट डिपेन्ड्स अपन रो भिजी भोल्युम हो। स्टिल बलको भोल्युम त पक्कै पनि हायर हुन्छ, किनकि डेन्सिटी, माइ ब्याड, डेन्सिटी नै धेरै हुनेवाला छ। यो रो डेन्सिटी भनेको डेन्सिटी अफ द लिक्विड, लिक्विड हो। लिक्विडको डेन्सिटी भी छ, जी छ, भोल्युम छ, अर लिक्विड डिस्प्लेस्ड हो भने अब अथ्रस धेरै कि विस्कस ड्र्याग धेरै? विस्कस ड्र्याग। वेट, विस्कस ड्र्याग भनेपछि अथ्रस त लिक्विड डिस्प्लेस्ड, कति नै डिस्प्लेस गर्ने हो। कन्फ्युजिङ। द फोर्स एक्टिङ अन द वल आर अथ्रस, विस्कस ड्र्याग, वेट। अथ्रस्ट गर्छौ कि के गर्छौ भन्ने हो विस्कस ड्र्याग। विस्कस ड्र्याग भनेको स्पिड, स्पिडमा डिपेन्ड गर्छ। स्पिड, स्टिल बल हो, स्टिल बलको स्पिड धेरै हुन पायो, स्पिड धेरै हुन पायो, अनि अरू कुरामा पनि डिपेन्ड गर्छ। अब अपथ्रस्ट भनेको चाहिँ लिक्विड एकपल्ट डिस्प्लेस गर्यो भने पछाडि सक्यो। अपथ्रस्ट भनेको अपथ्रस्ट योभन्दा अगाडि पनि पढिसक्यो। अपथ्रस्ट भनेको लिक्विड डिस्प्लेस्ड, लिक्विड डिस्प्लेस्ड, लिक्विड डिस्प्लेस्ड। माथिबाट तिमीलाई राख्ने बेलामा जति लिक्विड डिस्प्लेस भयो त्यही नै हो अफ थ्रस्ट चाहिँ। ओके। विस्कस ड्र्याग, विस्कस ड्र्याग चाहिँ डिपेन्ड गर्छ भेलोसिटीसँग। अब स्टिल बल हो भनेपछि पक्कै पनि यसको भेलोसिटी हायर हुन्छ। भेलोसिटी हायर भयो भने विस्कस ड्र्याग धेरै हुने भइहाल्यो। सो अप्सन ए चाहिँ म जान्छु। अप्सन बी, विस्कस ड्र्याग अफ थ्रस्ट वेट। बीमा चाहिँ आइएम नट गोइङ विथ बी, किनकि विस्कस ड्र्याग त भेलोसिटी हायर भइहाल्छ, डिरेक्टली प्रोपोर्सनल हो। अरू क्वान्टिटीले पनि यसमा चाहिँ डिपेन्ड गर्छ, अरू क्वान्टिटीमा डिपेन्ड गर्छ। स्टिल बल, स्टिल बल यसमा चाहिँ एनी प्रब्लम कसैलाई केही डाइरेक्ट लो मिस्टर? एनी प्रब्लम, एनी प्रब्लम? चाँडो 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 गाइजहरू, टाइम हाम्रो आज कति भयो? लो भइरहेछ हुन चाहिँ 10:13 भएछ। अब 2-3वटा क्वेसन गर्छौँ हामीले। त्यो चाहिँ अलिकति कन्फ्युजिङ छ है। यहाँनिर दुईवटा अप्सन त इजी आउट गर्न सकिन्थ्यो, केही प्रब्लम छैन। वेट चाहिँ हाइएस्ट हुन्थ्यो। अब कन्स्ट्यान्ट टर्मिनल स्पिड छ, कन्स्ट्यान्ट टर्मिनल स्पिड हो भनेपछि अब स्पिड चाहिँ कन्स्ट्यान्ट हो भने एफडी पनि कन्स्ट्यान्ट त कन्स्ट्यान्ट नै हुनेवाला थियो। तर हाइएस्ट चाहिँ हुन्छ। स्टिल बल हो भने हायर स्पिडले चाहिँ यो ट्राभल गरिरहेको हुन्छ। दिस इज द थिङ। एड गर्नु यो अपथ्रस्ट, विस्कस ड्र्याग र वेट मध्ये विस्कस ड्र्यागको चाहिँ सेकेन्डमा पालो आउँछ, बिकज यो चाहिँ डिपेन्ड्स अपन स्पिड अफ द बल, स्पिड अफ द अब्जेक्ट। ल, वाट इज अ कपल? अ पेयर अफ इक्वल फोर्स हुन पर्यो, एक्टिङ इन द सेम डिरेक्सन। सेम डिरेक्सनमा हो? होइन। अ पेयर अफ फोर्सेस द्याट आर इक्वल एन्ड अपोजिट, इक्वल पनि हो अपोजिट पनि हो, बट एक्टिङ एलोङ द डिफ्रेन्ट लाइन्स। सेम लाइनबाट त एक्ट गर्न हुँदैन, डिफ्रेन्ट लाइन्स। ओके, मेबी। अनि पुरै पहिले सब अप्सन्स हेर। अ पेयर अफ फोर्सेस द्याट प्रोड्युस नो रिजल्टेन्ट फोर्स एन्ड नो रिजल्टेन्ट मोमेन्ट। रिजल्टेन्ट मोमेन्ट त प्रोभाइड गर्नै पर्छ, नत्र भने रोटेसन हुँदैन। यो कुरा थाहा। अ पेयर अफ अनइक्वल, अनइक्वल भने यो पनि हुन सकेन। ल, वेट एकैछिन एकैछिन। पेयर अफ फोर्सेस द्याट प्रोड्युसेस नो रिजल्टेन्ट फोर्स, नो रिजल्टेन्ट मोमेन्ट। रिजल्टेन्ट मोमेन्ट त हुन्छ, नत्र रोटेसन हुँदैन। सो बी इज द पर्फेक्ट। यसरी हेर्दा भइहाल्यो। यहाँनिर छ अपोजिट डिरेक्सनमा हुन पर्ने, पाइबाट यता राख। यहीँनिर पाइबाट राखे पनि त अनि यसले त नेट रिजल्टेन्ट प्रोड्युस गरी रिजल्टेन्ट मोमेन्ट प्रोड्युस गर्छ, रोटेसन गर्नै पर्छ। अप्सन बी इज यर करेक्ट एन्सर। Four coplanar forces acting on a rigid rod as shown. Rod is hinged at point P. Point P मा चाहिँ hinged छ, meaning पाइबाट चाहिँ यहाँनिर हो। Four coplanar forces यो भयो। Which force produces greatest moment about point P? यो चाहिँ ठ्याक्क तिमीहरूले गरेको टेस्टमा पनि यो क्वेसन थियो है। सबभन्दा ग्रेटेस्ट मोमेन्ट चाहिँ कसले प्रोड्युस गर्छ अबाउट पोइन्ट पी को भनिरहेको छ। सबै फोर्सेसहरूलाई चाहिँ पहिले चाहिँ पर्पेन्डिकुलर कम्पोनेन्टमा चाहिँ टुक्राउन पर्यो। यदि छैन भने यो हुन्छ, यो कस हुन्छ। दिस विल बी 4 sin 30, 4 sin 30, एन्ड दिस विल बी 6 sin 30। अनि एउटा यहाँनिर 2 न्युटनवाला पनि छ। अब सबको लागि डिस्टेन्सेसले मल्टिप्लाई गर। यो यसको लागि यहीँनिर गरौँ, 10 times 1 गर्यो भने यसको 10,
10 न्युटन मिटर आउँछ। हामीलाई डिरेक्सनसँग मतलब छैन, म्याग्निट्युड चाहिँ सबभन्दा हाइएस्ट आउनु पर्यो मोमेन्टको। 10 टाइम्स 1 गऱ्यो भने दिस मच। अब यो 6 sin 30 लाई मल्टिप्लाई गर्न पर्यो कतिले, वाट 6 sin 30 टाइम्स 2, 6 आइरहेको छ मेरो। आइएम गेटिङ 6 न्युटन मिटर। योभन्दा त यो नै ग्रेटेस्ट छ। त्यसपछि नेक्स्ट वान भनेको 2 न्युटनको लागि 2 न्युटनलाई मल्टिप्लाई गर्न पर्यो 1113 ले, अनि यो पनि 6 आउनेवाला छ। अब यसलाई 4 sin 30 लाई मल्टिप्लाई गर्न पर्यो यहाँदेखि 1 2 3 4, 4 मिटर्सलाई मल्टिप्लाई गर्न पर्यो। 4 sin 30 भनेको 4 sin 30 भनेको 2, 2 टाइम्स 4 भनेको 8 आयो। अनि सबभन्दा हाइएस्ट भनेको यो 10 न्युटनको छ। ए वालाले डिनोट गरिरहेछ भने यसलाई टिक गर्ने। इजी पिजी हो, तिमीहरूले गरेको क्वेसन हो। एउटा यो हो, यो क्वेसन पनि तिमीहरूको तिमीहरूले गरेको सोल्युसनमा जुन टेस्ट थियो त्यसमा चाहिँ थियो होला यो क्वेसन। लेट्स डु इट। ल कसको मिलेको थियो कसको मिलेको थिएन यहाँनिर है। A book of weight W has a rectangular shape and is of uniform thickness. Thickness uniform. So the book is held in a vertical plane so that the longer side of the book are vertical. Longer side of the book भनेको चाहिँ vertical मा चाहिँ छ यसरी। Longer sides भनेको these are the longer sides. Which expression gives the approximate torque exerted by the hand of the book? Hand on the book. Okay. बुकमा लाग्ने चाहिँ हाम्रो टर्क चाहिँ कसले दिन्छ भनेर भनिरहेको छ। टर्कको लागि वी निड टु फोर्सेस। ओके, टर्कको लागि 2 फोर्सेस हुन पर्यो। अब which expression give the approximate torque exerted by the hand on the book? टर्क अफ अ कपल हुन्छ भने दुईवटा फोर्सेस चाहियो। ओके, यो भनेको माथिबाट यसरी पक्रियो भने यतातिर आउने चाहिँ चान्सेस हुन्छ। पहिलो कुरा त वेट, यहाँनिर वेट बनाऊ। वेट चाहिँ ज्योमेट्रिकल सेन्टरबाट लाग्नेवाला छ। लेट्स से यहाँनिर कतैबाट चाहिँ लाग्छ वेट। वेट चाहिँ यसरी ज्योमेट्रिकल सेन्टरबाट लाग्नेवाला छ। ओके, ज्योमेट्रिकल सेन्टरबाट लाग्छ। अलराइट, भने अब यो वेट तलतिर छ। यो वेट भयो, यो वेटबाट यो वेटलाई अझै एक्सटेन्ड गरौँ। लेट्स सी वेटलाई एक्सटेन्ड गरेपछि अब पाइभट भनेको हाम्रो अबाउट बाई द ह्यान्ड। अब यहाँदेखि यहाँसम्मको डिस्टेन्स भनेको we will be having perpendicular distance of a over 2 को चाहिँ perpendicular distance छ। अब यसलाई एक फन्का घुमायो भने यो के घुमिरहेछ एन्टी क्लकवाइज। अब पाइभट देखिको पर्पेन्डिकुलर डिस्टेन्स र वेटलाई हेर्यो भने पछाडि यो एन्टी क्लकवाइज भइरहेछ। यसमा त कसैले केही प्रब्लम अर्को भने वेटको कारणले गर्दा तिम्रो जुन रोटेसन हुने हो त्यो रोटेसन भइरहेछ यसरी एन्टी क्लकवाइज। कसैलाई केही प्रब्लम यहाँसम्म? चाँडो गाइजहरू, नो प्रब्लम। मैले कसरी यहाँनिर पर्पेन्डिकुलर डिस्टेन्स लिएँ भन्ने कुरा बुझ्यो कि बुझेनौ? मैले फर्स्ट टाइम गरेर क्वेसन है फेरि यो, तिमीले अब आफै हेर मैले कसरी चाहिँ पहिलो कुरा वेट लाग्नेवाला छ। यो बुकको वेट यहाँनिर सेन्टर अफ ग्राभिटिजबाट चाहिँ लाग्ने थियो। फेरि भनेर राम्रोसँग हेर, इम्पोर्टेन्ट क्वेसन छ। वेट भयो, दिस इज योर वेट। अब मलाई यो हाम्रो के हो, यहाँनिरबाट हामीले सबै काम यो ह्यान्डबाट गरिरहेछौँ अनि मलाई ह्यान्डदेखि यहाँसम्मको पर्पेन्डिकुलर डिस्टेन्स चाहियो। कि त मैले यो वेटलाई ब्रेकडाउन गर्न पर्थ्यो, जुन चाहिँ अहिले पोसिबल छैन भने मैले अर्को के काम गर्न सक्छु, मैले यो वेटलाई एक्सटेन्ड गर्न सक्छु। आई क्यान एक्सटेन्ड दिस वेट। यो वेटलाई एक्सटेन्ड गरिसके पछाडि मलाई चाहिएको पर्पेन्डिकुलर डिस्टेन्स होइन त फ्रम दिस पोजिसन, यो पोजिसनबाट यहाँसम्मको पर्पेन्डिकुलर डिस्टेन्स कति भयो त? हाफ भयो, ठ्याक्कै हाफ भयो। ए ओभर टू अनि हामीले डिरेक्सन यहाँ डिरेक्सनको कुरा भइरहेछ, क्लकवाइज कि एन्टी क्लकवाइज भन्ने छ। लेट्स सी क्लकवाइज कि एन्टी क्लकवाइज।
पाइभटको हामीले एक फन्टमा घुमाइदियो भने क्लकवाइज कि एन्टी क्लकवाइज थाहा भइहाल्छ। यताबाट भएको भए क्लकवाइज हुन्थ्यो, एन्टी क्लकवाइज छ, जुन चाहिँ कसले ड्यु टु वेट अरू कुनै पनि फोर्स लाग्नेवाला छैन त्यहाँ। ड्यु टु वेटले गर्दा जुन टर्क प्रड्युस हुने, टर्क भनेको फोर्स टाइम्स पर्पेन्डिकुलर डिस्टेन्स नै हो। पर्पेन्डिकुलर डिस्टेन्स अब हेर, फोर्स भनेको कति, वेट, पर्पेन्डिकुलर डिस्टेन्स इज ए ओभर टू, अनि डब्लुए बाई टू डब्लुए बाई टू चाहिँ छ, डब्लुए बाई टू, ओके, डब्लुए छ, डब्लुए बाई टू छ। अनि हुन त डब्लुए बाई टूको एन्सर यो मात्रै छ। अब क्लकवाइज लाग्छ भन्ने कुरा चाहिँ कसरी थाहा हुन्छ, लजिकल्ली क्लकवाइज लाग्छ भन्ने कुरा चाहिँ कसरी थाहा हुन्छ, हामीले ह्यान्डबाट चाहिँ क्लकवाइज लगाउनु पर्छ भन्ने कुरा। टर्क एक्जर्टेड बाई द ह्यान्ड हो नि त। हामीले के गर्यौँ, बाई वेट गर्यौँ, वेटले चाहिँ यसरी चाहिँ एन्टी क्लकवाइज लगाइदिन्थ्यो भन्ने हामीले यसलाई काउन्टर गर्नको लागि हामीले के गर्न पर्यो, डब्लु/2a क्लकवाइज लगाउन पर्यो। लजिकल्ली बुझ्यौ कि बुझेनौ, चाँडो भन, किनकि यसले एन्टी क्लकवाइज यसरी घुमाइदिन लागेको थियो। अब हामीले यसलाई काउन्टर गर्नको लागि क्लकवाइज लगाउन पर्यो। हुन त डब्लुए/2 मात्रै निकालेको भए पनि एन्सर मिलिहाल्थ्यो, लजिकल्ली चाहिँ बुझ्न पर्यो। ल, एनी प्रब्लम लजिकल्ली बुझ्दाखेरि कसैलाई केही प्रब्लम, चाँडो 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 गाइजहरू, एनी प्रब्लम क्विकली। ओके, आर्यन भाइ बुझ्यो। यो तिमीहरूको क्वेसन कसको मिस्टेक भएको थियो आज चाहिँ, मैले त हेर्नु पाएको छैन, अनि यो चाहिँ भन्ने मलाई। अनि एउटा भनेको सम्झाउने काम चाहिँ मलाई पिडिएफ अफ एस्टिमेसनको पिडिएफ प्लस, अनि अर्को चाहिँ हामीले माइक्रोमिटरको डायग्रामेटिक क्वेसन यो चाहिँ मलाई सम्झाउने है सबजना स्टुडेन्टले। मैले यहाँ लेखि त रहेको छु। ओके आर्यन ब्रो, ओके, ल सम्झायो भने त बेस्ट भइहाल्यो। सम्झ, मैले भोलिसम्म पठाइदिन्छु, यो काम गरिदिन्छु म। रेकर्डिङ